जयमसी फेरि पनि मैले एउटा सानो वचन लिएर आएँ है। यूहन्ना 6:35ले यसरी भन्दछ, यीशुले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म नै हुँ, म कहाँ आउने भोकाउने छैनन् र म माथि विश्वास गर्ने कहिले तिर्खाउने छैन। आमेन। कति असल वचन है। प्रभु पिताले के भन्नु चाहँदैछ भन्दाखेरि चाहिँ प्रभुलाई हामीले खोज्दै गयो भने हामी कहिले भोकाउने छैन। प्रभु पितालाई विश्वास गरेर हामी खोज्छौँ भने हामी कहिले तिर्खाउने छैनौँ है। जसरी म भएको थिएँ एक समयमा है, यति धेरै फ्रस्ट्रेसन, यति बेसी डिप्रेसन, यति बेसी एन्जाइटिक भएको मान्छे है। त्यो टाइममा म कहाँ जाउँ के गरौँ है, मैले मेरो खास पितालाई खोजिरहेको थिएँ। त्यो टाइममा मलाई पिताले बचाउनु भयो है। मैले खोजिरहेको थिएँ, म भोकाइरहेको थिएँ, म कहिले भोकाइनँ र म तिर्खाइरहेको थिएँ, कहिले तिर्खाइनँ पिता पाउनको कारणले है। कति असल वचनहरू मैले पाइरहेको छु यो बाइबलबाट है। धेरै खुसी छु।